Hello everyone. आज चाहिँ म जाँदैछु मेरो इन्डियाबाट आउनु भएको दिदीलाई भेट्न। एकदमै गर्मी छ यहाँको मौसम। अब चाहिँ म निस्के है गेट बाहिर अनि यस्तो टक्का ब्याग नि बोकेर जाँदैछु। अब अस्ति नै जान खोजेको तर टाइम मिलेन। अब अलि बिजी नै छु भनौँ न। बिजीको कारणले चाहिँ अहिलेसम्म दिदीलाई भेट्न गएको छैन। अनि उहाँ चाहिँ अस्ति नै आउनु भएको इन्डियाबाट। अनि उता हुनुहुन्छ हाम्रो यालवाङमा फु हुनुहुन्छ, उहाँको घरमा हुनुहुन्छ। अनि आज चाहिँ म भेट्न जान लागेको। अनि आज भेट्न नगए पनि भोलि चाहिँ दिदी घरमा जानुहुन्छ अरे, त्यही भएर चाहिँ आज जान लागेको। अब खासमा चाहिँ दिदी यता आउँछु भन्नुहुन्छ है, तर यहाँको बाटो एकदमै लामो छ नि। अब टाढा नै छ अनि उहाँ अलि बिरामी हुन्छ, त्यही भएर चाहिँ यहाँ आउन सक्नु भएको छैन। अब पछि चाहिँ आउनुहुन्छ है फर्किँदाखेरि। अनि अहिले चाहिँ म उता जाँदै हो। अनि अब बुवा चाहिँ दिदीलाई लिन आउनु भएको छ हिजो गाउँबाट। अनि आज चाहिँ ठ्याक्क त्यो कुनै डे चाहिँ यस्तो आफूलाई के भन्छ, मेरो चाहिँ ट्युसडे एकदमै राम्रो दिन हो भनौँ न। अनि मेरो दिदीको लागि चाहिँ यो ट्युसडे चाहिँ अलि उहाँलाई राम्रो हुँदैन है त्यतिखेर चाहिँ। अनि त्यही भएर चाहिँ आज नगएको हो गाउँमा। अब भोलि जानुहुन्छ बुवासँगै। अनि अब म चाहिँ यता पुगेँ है हाम्रो बोटल ट्याङ्कीतिर पुगेँ। अनि के छ सबै देखाउँदै गर्छु है हजुरहरूलाई। अब म यहाँ पुगिसकेँ है हाम्रो खोलामा। यहाँ त खतरा छ नि ठाउँ त फेरि हजुरहरूलाई देखाउँछ है। आमामामा हिँड्नु न खतरा कस्तो दामी। ओ माई गड कस्तो दामी है। पुरा लाग्छ कि यहाँबाट चाहिँ अलि कालो चढ्नु पर्ने हुन्छ। अब हामी गुम्बामा आइसकेपछि चाहिँ अब बाहिरतिरै जाँदैन नि जिउनालाई। अनि बाटोमा हिँड्दाखेरि चाहिँ हल्का गाह्रो हुन्छ। अब बसिरहेको अनि एक्कासी यस्तो हिँड्नु पर्दा चाहिँ स्या जस्तो हुन्छ कि अलि। गुम्बामा खासै काम पनि धेरै हुँदैन, बसिरहेको। अनि यहाँ आइसकेपछि चाहिँ अलि हिँड्न पनि असहज हुन्छ कि। ओ माई गॉड भाइ सबले घाइते दिलमा आएर चलाइस्यो। मलाई गीतै गाउन आउँदैन है, तर गीत सुन्न चाहिँ एकदमै मलाई रमाइलो लाग्छ। अनि गीत त धेरै किसिमको सुन्छु, तर गीत गाउन चाहिँ आउँदैन मलाई। अब हाम्रो खासमा चाहिँ लोसरमा चाहिँ हाम्रो सबै एलाउड हुन्छ है। अनि गीत गाउन नि पाउँछ, स्याफु खेल्न नि पाउँछ, सबै गर्न पाउँछ। अनि त्यतिखेर चाहिँ यस्तो भन्नुहुन्थ्यो कि मलाई, अब खोइ थाहा भएन, अब कोही चाहिँ मेरो टोन चाहिँ यस्तो मनपर्छ भन्नुहुन्छ। अनि अब गीत गाउनै आउँदैन है, तर के गर्नु उहाँहरूले यस्तो फोर्स गर्नुहुन्छ। अब एक दिन गाइदिनु पर्यो उहाँको लागि। उहाँहरू चाहिँ धेरै फोर्स गर्नुहुन्छ। अब उकालो चढिसक्यो। यो ठाउँको नाम चाहिँ निलेनथाङ हो।
अब याङ्गारमा लगभग बसेको चाहिँ अलमोस्ट 12 इयर्स जति त भइसक्यो नि। त्यही भएर चाहिँ अब याङ्गारको ठाउँहरू चाहिँ हल्का हल्का चिन्न सकिरहेको छ। बरु गाउँको चाहिँ धेरै चिजहरू बिर्सिरहेको छु। अब हाम्रो गाउँमा चाहिँ कस्तो कस्तो पुरानो भनौँ न पुरानो के सामानहरू हुन्छ त्यसको नाम नै बिर्सिरहेको हुन्छ भने अब चाहिँ यहाँबाट रोड हिँड्नुपर्छ है। पहिला हामीहरू फर्स्टमा आनीमा बस्दाखेरि चाहिँ यहाँ रोड पनि राम्रो थिएन अनि हाम्रो आनी गुम्बामा त रोड पुगेकै छैन गाडीको। हामीहरू यहाँबाट सबै सामानहरू बोकेर लिन्थ्यौँ कहिले चाहिँ। अनि खच्चरमा भन्छ कि भन्छ त्यहाँ जागिर पसलको सामान चाहिँ अब पसलको काम गर्दाखेरि चाहिँ आमै यस्तो हिउँदेरै परेको कि अनि सामान चाहिँ यहाँबाट लाउनै पर्छ कि। उताबाट चाहिँ टबे गुम्बामा चाहिँ टबेहरूले अब टाढाबाट भनौँ न चाइनाबाट सिङ्गापुर कहाँबाट नेपालबाट गएको सामान पनि अनि चाइनाबाट कहाँबाट ल्याउनुहुन्छ है उहाँहरूले चाहिँ। अनि यहाँ गुम्बामा पुऱ्याइसकेपछि चाहिँ अब आधी चाहिँ उता टोबे गुम्बाको लागि आधी चाहिँ आनी गुम्बालाई दिनुहुन्छ। अनि यो बाघ लगाएर अनि सबै सामानहरू उताबाट ल्याउनु पर्ने कि। अनि त्यसमा यस्तो हिउँदोमा यहाँ त हिउँ धेरै पर्छ नि। अब हिउँ धेरै परेको अनि सामान लिन चाहिँ म र हाम्रो गुम्बाको एकजना लोकन हुनुहुन्थ्यो उहाँसँग म चाहिँ गएको थिएँ। आमै यस्तो हिउँमा जागिर ल्याउँदाखेरि चाहिँ अब झन्डै एकजना अर्को के भन्छ खच्चर हिँड्ने एकजना अङ्कल पनि हुनुहुन्थ्यो। अब म चाहिँ पछाडिबाट आउँदै थिएँ कि अनि खच्चर अब अगाडि चाहिँ अब 4-5वटा खच्चर चाहिँ उहाँले अगाडि लग्नुभयो अनि पछाडि म लास्टमा म थिएँ। अनि उहाँ चाहिँ अगाडि गइसक्नुभयो कि झन्डै आधी बाटोमा एउटा खच्चरको बारी भनौँ न जोड चाहिँ यस्तो बिग्रियो कि अब त म के गर्ने भएँ। अनि त्यो छिटो अङ्कलले बोलाए अनि यस्तो रिसाउनुहुन्छ भने अगाडि भन्नु पर्दैन यस्तो बिग्रिन्छ भनेर भन्नुहुन्छ। अब आफूले त्यो के भन्छ राम्रोसँग बनाउनु नि आउँदैन सक्दैन कि खच्चर देख्ने बित्तिकै यस्तो डर लाग्छ। पछाडि उहाँ छिटो आइसक्यो उहाँले सबै जालचु बनाउनु भयो अनि फेरि गएको। अहिले त यस्तो छ मजा छ यस्तो राम्रो रोड भइसक्यो है अनि गाडी छैन। अब जे जस्तो सामान ल्याउनु पर्यो भने गाडी छ। उता लाब्राङको चाहिँ ठुलो गाडी र अनि सानो गाडी अब सबै छ लाब्राङमा। अब आनी गुम्बाको लागि चाहिँ केही काम पर्यो भने ट्र्याक्टर जस्तो अनि सामानहरू ल्याउँछ। अहिले त हल्का सजिलो छ भनौँ न। पहिले त अलिक गाह्रै छ हामीहरूले त कहिले त बोकेर लाउनु पर्थ्यो कि। अब उता चाहिँ हाम्रो त्यतिखेर त्यो खाजा बुन्ने मेसिनहरू बनाएको छैन अनि घट्टा पनि बनाएको छैन। त्यतिखेर सबै यहाँ गर्नुपर्थ्यो कि टबे गुम्बामा। अब अहिले त उता हाम्रो गुम्बा ठुलो गुम्बाको धेरै अरू नयाँ गुम्बा बनाउँदै हुनुहुन्छ नि उता। त्यही भएर चाहिँ बत्तीको पावर पुग्दैन भन्नुहुन्छ अरे। अनि उहाँहरूको त्यही खाजा जस्तो बुन्नु छ भने घट्टा पिस्नु अब घट्टा त उतै पिसिहाल्छ छैन। खाजा बुन्न चाहिँ यता आनी गुम्बातिरै आउनुहुन्छ। यस्तै छ है हाम्रो मौसम चाहिँ जे होस् एकदमै गर्मी छ। मलाई कस्तो देखिरहेको होला कि कालो छु जस्तो छ। यस्तो गर्मीले एक्लैरिरहेको नहुने है। अब अहिले नगएर पछाडि दिदीसँग भेट्न पाउँदैन। त्यही भएर झाग क्लास सकिने बित्तिकै आएको। अब मलाई टाइम नै हुँदैन यो क्लास दिनको चाहिँ 3 पटक चाहिँ क्लासमा जानुपर्छ कि। बिहान एउटा क्लास हुन्छ आफ्टर फेरि ब्रेक पछाडि चाहिँ फेरि एउटा क्लास हुन्छ आफ्टर लन्च पछि चाहिँ फेरि एउटा क्लास हुन्छ। अनि
अहिलेबाट चाहिँ अब हाम्रो मेरो अर्को साथी चाहिँ यो सालमा चाहिँ अनि हामी दुईजना पालो गरेर सोलुकामा जान्थेँ अनि आजभोलि उहाँको पालो हो। त्यही भएर चाहिँ टी टाइम पछाडि चाहिँ अलि मलाई टाइम हुन्थ्यो तर नोट लेख्ने जस्तो केही अरू होमवर्कसम्म गर्नु पऱ्यो कन्ट्रोल गर्नु पऱ्यो त्यही टाइम बिजी नै हुन्छ। आज चाहिँ अनि दिदीको लागि चाहिँ अलि टाइम त्यही सबै छाडेर आएको भनौँ न। हावा चलेपछि त शीतल हुँदो रहेछ। यहाँबाट चाहिँ हाम्रो गुम्बा नि देखिन्छ, याङ्गारको गाउँ सबै देखिन्छ है रोडबाट। हेलो अब चाहिँ म पुगेँ है यता नजिकै हाम्रो फुपूको सामु अनि हल्का थाकेँ नि यस्तो टाढा बाटो। यहाँ चाहिँ यस्तो सबै हेर्दा पनि सट्टा रहेछ है। अब म चाहिँ पुगिहालेँ है। कस्तो हुन्छ र है। यहाँ त टन्नै लगभग कतिजना होला एकदमै धेरै छ सामानहरू अनि यहाँ हेर्न सक्नुहुन्छ पुरै कस्तो दामी भ्यू कि। यहाँबाट त सब देखिन्छ यावाङको सबै गाउँ नि। Every day. ल अब चाहिँ यहाँ पुगेर चाहिँ फर्किन लागेको। अब जाने कार्यक्रम हुँदैछ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो फुपूको छाङमाङको गार्डनमा चाहिँ यस्तो राम्रो दामी फुलहरू छ। यहाँ हेर्नु खतरा पेस के। ओ माई गॉड यहाँ चाहिँ स्याउको बोट नि छ है। ल अब जानु पर्यो है। यहाँ चाहिँ रुख ढल्न पाउँदैन तर मान्छेहरूले पुरै रुख काटेर आएको रहेछ। अब जानु पर्यो। अब ढिलै भयो। अब फेरि उता पुग्नलाई टाइम लाग्छ नि टाढा छ। यहाँबाट चाहिँ यता ठुलो गुम्बा नि स्पष्ट देखिन्छ है। अनि यहाँ त पुरै सबै छाङमाङ हो। अस्तितिर चाहिँ धेरै पानी भयो है। आज 2 दिन भयो मौसम एकदमै धेरै कन्फर्म छ मौसम राम्रो। सायद आजको मेरो ब्लग चाहिँ यहाँ एन्ड गर्न चाहे अलि धेरै नै लामो भयो। सो फेरि पनि हजुरहरूले मलाई सपोर्ट गरिदिनु पर्यो। अनि अब नआए पनि केही नयाँ ट्राई गरिरहेको छु है नयाँ राम्रो बनाउनको लागि चाहिँ। सो यदि हजुरहरूले मन पर्नु भयो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई सी यू नेक्स्ट भिडियो।